धन्यवाद बहिनी। अघि भर्खरै बत्ती गएको थियो, मेरो नाम सम्झिनु हो कि भएन? सबैले सम्झिनु हो? किन सम्झिनु हो? लोड सेडिङ हुँदाखेरि तपाईँहरू कति वर्षको थियो? लोड सेडिङ सम्झिनु भयो होइन? लोड सेडिङ नेपालमा धेरै वर्ष रह्यो। लोड सेडिङको त्यो कालरात्रि र म पनि एकदम गाउँबाट एकदमै अँध्यारोमा टुकी बत्ती बालेर पढेर आएको व्यक्ति काठमाडौँमा धेरै वर्षपछि लोड सेडिङ भएको देख्दाखेरि मलाई एकदमै नरमाइलो लाग्थ्यो र मेरो भाग्य पनि भन्नुपर्छ। लोड सेडिङ धेरै भइरहेको बेलामा म विद्युत प्राधिकरणको कार्यकारी भूमिकामा आउन पाएँ र मैले त्यो बेला एउटा नेतृत्वदायी भूमिका गरेर लोड सेडिङ अन्त्य गर्न पाएँ। लोड सेडिङ भनेको बत्ती जानु, बत्ती अफ भएपछि लोड सेडिङ हुन्छ। बत्ती अफ भनेको त्यसलाई चाहिँ सेड्युलमा मिलाएर अफ गर्यो भने लोड सेडिङ हुन्छ। 18 घन्टासम्म लोड सेडिङ हुन्थ्यो, पढ्न पाउँदैन थियो, अपरेसन गर्नलाई धेरै गाह्रो हुन्थ्यो, स्वास्थ्यमा शिक्षामा धेरै गाह्रो हुन्थ्यो। त्यो बेला एउटा च्यालेन्ज क्राइसिसको बेलामा हामीले केही काम गरेका थियौँ र आज म धेरै कुरा राख्दिनँ। लोड सेडिङको बारेमा तपाईँले सम्झिरहनु होला। बत्ती गइरहनुपर्छ मलाई सम्झिनलाई। अलि समय समयमा बत्ती गयो भने कुलमान घिसिङ आयो, कुलमान घिसिङ गयो भन्ने गरिन्छ। त्यो सम्झिरहनु होला। यो गोकर्णेश्वरको यो 3 नम्बर क्षेत्रमा म चुनावमा पनि उठेको हुनाले तपाईँले सम्झिरहनु होला। फेरि पनि आउँछु। तपाईँहरूले भोट दिनुभएको छ, त्यसको लागि पनि धन्यवाद छ। धेरै साथीहरूले सबैले मलाई भोट दिनुभएको छ। चुनावमा जित्न नसके पनि सबैलाई धन्यवाद छ। र आज यो महोत्सवमा, गोकर्णेश्वर महोत्सवमा मेरो निर्वाचन क्षेत्र पनि परेको हुनाले र यहाँहरू साथीहरूले, यो आयोजक साथीहरूले आज मलाई बोलाउनु भयो, त्यसको लागि पनि हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँ तपाईँहरू एकदमै